हामी चाहिँ पर्खेको लिफ्टको लागि किनकि अब यत्रो हिम्मत छैन यत्रो टाढोबाट आएर सिँढीबाट जानु त्यही कारण 30 सेकेन्डमा चाहिँ हाम्रो लिफ्ट पनि आइहाल्यो हामी चढी पनि हाल्यो पुरा भोक लागिसकेको थियो होइन अब भेका गयो भने त फुड ओपेरामा त नखाइ भएन त्यसको बाद चाहिँ हामी सिधा गयो फुड ओपेरामा अनि जहिले पनि म फुड ओपेराको कार्ड चाहिँ लानु बिर्सन्छु 15-20 पल्ट जस्तो बनाइसकेँ घरमा चाहिँ फेरि थाक छ फुड ओपेराको कार्ड होइन अर्डर सर्डर दिएर म र मेरो नानी चाहिँ आएर बसेँ अनि मेरो हस्बेन्डले चाहिँ आधी बाटोसम्म लिएर आइदियो त्यसको बाद चाहिँ म लिएर आउनु अरे हो भिडियो गरिदिन्छ अरे ल भनेर म पनि लिएर आएँ अनि नानीलाई चाहिँ मैले यता कोल्ड ड्रिङ्क दिइनँ कोल्ड ड्रिङ्क चाहिँ हामी दुईजनाको लागि हो त्यो केएफसीको चिकनसँग फेरि कोल्ड ड्रिङ्कको कम्बिनेसन चाहिँ यस्तो दामी लाग्छ नि मलाई फेरि त्यो सानसानो विङ्स चाहिँ मन पर्दैन एकीबारमा ठुलो विङ्स हुन्छ नि चिकनको त्यो मनपर्छ हो म चाहिँ जहिले पनि डाइट गर्छु भन्छु होइन यस्तो सिचुएसनमा फस्छु अब खानु पनि भएन नखानु पनि भएन गोलीमा डाइट न साइड भनेर त्यहाँबाट म पनि खाइदिन्छु मलाई फेरि खानुको मामलामा नै भन्नु मन पर्दैन नि त मिठो होस् नहोस् अब हुन्छ नि अरूको मन दुखाइदिनु पर्दैन अभियसली यसमा त कसैको मन दुखेन तर केएफसी त खानै पऱ्यो नि खान्छु भनेको थिएँ नि त पहिला त्यही कारण केएफसी मगाइदिएको थिएँ होइन त्यसको बाद चाहिँ एउटा पिस मात्रै खायो केएफसीको त्यसको बाद चाहिँ पिज्जा खाने अरे लु अनि पिज्जा पनि मगाइदियो अनि उसको आपाले ठिकै पिज्जा पनि लिएर आइदियो हो अनि नानी पनि खुसी भयो यो पिज्जा त राम्रै रहेछ हो पिज्जाको सस चाहिँ मलाई मन परेन गनाको कस्तो अर्कै वाला फ्लेभर थियो अब हामीले नखाएर होला नि यो टिकी जस्तै थियो यसमा त पता नै दाल थियो भात थियो के हो मैले पनि बुझ्नै सकिनँ त्यस्तो मिठो त थिएन यो खाँदा चाहिँ मलाई मजा आयो नि त अब खानु र घुम्नुको लागि जन्मेको जस्तो लाग्छ म त